युवाहरूलाई तल लगाऊ, होइन भने हाम्रा युवा विद्यार्थीहरू काबिल छन् जस्तालाई त्यस्तै जवाब दिनको निम्ति तयार छन्। यो जलाउनेहरूका निम्ति नेकपा एमालेका हर युवाहरू शहीद बन्न तयार छन्। शहीद हुन रेडी भएका यी लाचारी पाखण्डी झोलेहरूलाई शहीद बनाइदिने नेपालमा कोही जन्मेको रहेनछ। विदेशी दलालहरूका मतियारहरू, अमेरिकन फ्रिडम पार्टीका फोटोकपीहरू आज हाम्रा गाउँ समाजमा भ्रमहरू फैलाउनको निम्ति आइरहेका छन्। गाँजा भाङ र धतुराका नसामा रुमलिएर प्रधानमन्त्रीको सपना बुनेकाहरू आज लोकतन्त्र मास्नको निम्ति नेकपा यस्ता मान्छेहरूको घर 3 पुस्ता पत्ता लगाएर ठाउँको ठाउँ कारबाही गर्नको लागि हामीसँग कुनै वैकल्पिक बाटोहरू छ कि छैन, जसलाई भाषण गर्न आउँछ भन्दैमा, ठुल्ठुलो स्वरमा चिच्याउन आउँछ भन्दैमा लोकतन्त्र र गणतन्त्रको नाममा झोलेगिरी गरेर भाषण गर्ने यी र यस्ता बेरोजगार युवाहरूलाई तपाईँ के भन्नुहुन्छ?